चितुवा यो चाहिँ प्योर लोकल कुखुरा लोकल यो एउटा टेक्निक हो कि यो चाहिँ कसको टेक्निक हो यो चाहिँ अब तपाईको सर्भाइभल यो च्यानलबाट हेरेर सिकेको तर हैन धेरै यसले दामी लाग्दो रहेछ लाग्नु हाम्रो यता हेर्नुस् हाम्रो धेरै भइसकेको छ हो काकरे हैन यहाँनिर धेरै जम्मा भइसकेछ हामी चाहिँ यसै निकाल्छ हो यो चाहिँ लोकल माछा हजुर एकदम अर्ग्यानिक हो यो अब यहाँ बिस्कुटहरू हालेको छौँ अब ठक्कै यसलाई चाहिँ अब यसो गर्ने अब यहाँतिर छेड बनाएको छ हेर्नुहोस् है त्यहाँबाट चाहिँ माछा छिर्ने हजुर हजुर यो पानी फिल्टर हुने यो चाहिँ ल अब फेरि यसलाई चाहिँ लगाइदिउँ है अब फेरि हाम्रो अर्को पनि छ निकालेर देखाउँछु है अब हेर्नुहोस् है लोकल फिसिङ हजुर हामीले यसलाई चाहिँ अब कुरमा यसै राखिदिने अब यो त अब माछा त होइन अब सानो गरेलाहरू अब यसो होइन यसमा चाहिँ आएर चारो खाएपछि चाहिँ परिगयो हजुर अब यसो यसो यो ढुङ्गाले टेकेर राखिदिने अब अर्को आउनु चाहिँ यो चाहिँ लोकल फिसिङ हजुर त्यो तपाईँको आधी घन्टा 15 मिनट लाग्यो भने त्यसमा 4-5 आइहाल्छ ओ भाइ निलो कहाँ हालेछ निलो बोतल अर्को ए तल हाल्यो यता आउनु हजुर रामनवमीको दिन रामनवमी भन्दा ए गुड फ्राइडेको दिन हजुर आज इन्जोय चाहिँ भरपुरै हुँदैछ अर्ग्यानिक फिस यसमा धेरै परेको छ तपाईँको हेर्नुहोस् है लु एकछिनै साफी नै निकै जोडकै लागेको रहेछ ढुङ्गा चाहिँ साह्रै चिप्लो यस्तो मचाउनु पर्ने रहेछ हो त्यहाँबाट खिच्नु यो चाहिँ लोकल फिसिङ प्योर अर्ग्यानिक हेर्नुहोस् है अब यहाँ कति परेछ तपाईँहरूले देखिहाल्नु सक्नुहुन्छ हो एउटामा अब यो चाहिँ नयाँ टेक्निक है हाम्रो चाहिँ अब अप्पर लङ्कुमा चाहिँ हो अब यसलाई खनाउँ आउँछ आफै आउँदैछ माछा चाहिँ काफी नै लागेको हजुर हजुर यो त धेरै हो एकदम अझै रहेछ त अझै छ यो तपाईँको सानो सानो माछा हो बाहिर आयो है हेर्नुहोस् है हो गडेला हो यो माछै हो हजुर माछै प्रजातिको हजुर ल अब यति भयो र यसमा चाहिँ हामी अलिकति के हाल्छौँ भने यो चारो छ हाम्रो बिस्कुट मुडाई र बिस्कुट छ हल्का हाल्यो उल्टा गरिदियो है ढकन हजुर अनि तपाईँको यहाँ छेड छ है त्यसपछि फेरि काम हो ठक्कै त्यहीँ राख्ने हो अघिकै ठाउँमा है यो चाहिँ हाम्रो लोकल फिसिङ टेक्निक ल भयो